हेलो साथीहरू, नमस्ते। म चाहिँ आजको मेरो फर्स्ट भिडियो हो। म चाहिँ आज मेरो दिनमा के हुन्छ हजुरहरूलाई सेयर गर्न गइरहेको छु। आज म सबैभन्दा पहिला बिहान उठेँ अनि बिहान उठेर 7 बजे क्लास थियो। म 7 बजे क्लास गएँ। त्यसपछि 7 बजेदेखि 10 बजेसम्म म एउटा क्लास लिएँ। अनि त्यसपछि 10 बजेसम्म क्लास लिइसकेपछि म 10:30 बजे घर आएँ। अनि खानासाना खाएर अहिले चाहिँ मैले अहिले टाइम भइरहेको छ 11:30 हुन लागिसकेको छ अहिले चाहिँ। अनि त्यसपछि म चाहिँ सबैभन्दा सुरुमा बिहान कपडा भिजाएर छोडेको थिएँ। अनि अहिले चाहिँ कपडा धुँदैछु। भिडियो कस्तो लाग्छ हजुरहरू हैन? म चाहिँ दिनमा जस्तो मेरो रुटिन हुन्छ, जस्तो मेरो दिन बित्छन् हजुरहरूलाई सेयर गर्नेछु। सबैजना मेरो फ्यामिली हुनुहोला, जोडिनु होला, सब्सक्राइब गरिदिनु होला, यति भन्छु। अनि यति भन्दै अझै म कपडा धुन सुरु गरेँ है त साथीहरू। मैले कपडा धोएर भइसक्यो साथीहरू। देख्न सक्नुहुन्छ धारामा त खै पाइन्छ हैन के गरेको अहिले। के गर्न सकिन्छ त गाइस। आमाले चाहिँ कुखुरालाई के खुवाउँदै हुनुहुन्छ। काँडाले गरामा त्यो कुखुरो होइन भर्खरै पाल्नला। कहाँको दिदी? मोतीपुर। त्यस्तै खुवाइदियो मार्नु होला है तपाईँले। आँटे आफै खान्छ गर। आमाले चाहिँ कुखुरालाई दबाई खुवाउँदै हुनु रहेछ साथीहरू। त्यहाँ चाहिँ कुखुरा बिरामी भएर रहेछ। अनि त्यही भएर लसुन जाँड मिसाएर चाहिँ खुवाउँदै हुनु रहेछ। यो चाहिँ हाम्रो घरबाट देखिने भ्यूज हो है गाइजहरू। मेरो चाहिँ यस्तो दामी भ्यू छ कि पुरा तोरी फुलेर प्यालै देखिरहेको। पुरै प्यालै छ कि तोरी। त्यही छ देख्न सक्नुहुन्छ प्यालै तोरी भरि छ बारीमा। वहाँसम्म देख्न सक्नुहुन्छ साथीहरू। पानी अझै पनि आएन देख्न सक्नुहुन्छ साथीहरू। खै त पानी चाहिँ आएन। आज खोइ कहाँ के गराहन् कि पानी आएन किन आएन। मेरो चाहिँ
झोला यहीँ छ के अरे, पढ्न पर्यो कि। अब कपडा धोएर भ्याइयो, अब पानी पनि आएन। मैले के गर्न सक्छु भन्दा अब म चाहिँ पढ्छु साथीहरू बसेर। अब यहाँ शीतल छ थोरै, म यहाँ शीतलमा बसेर पढ्न पर्ने हुन्छ साथीहरू। आज इक्जाम दिएको देख्न सक्नुहुन्छ साथीहरू। आज नै मेरो हिजोको इक्जाम थियो। कति जम्मै 31, 40 मा 31। मैले जानेको पनि बिगारेँ साथीहरू। अब लिसनिङमा म धेरै बिगार्ने गरेछु। हजुर खै किन हो, इजी क्वेसन मैले बिगारिरहेको थिएँ कि। अब यसलाई चाहिँ सुधार गर्ने हो मैले। मेरो चाहिँ डेढ महिनामा परीक्षा छ साथीहरू। कति अबको 1.5 महिनामा परीक्षा छ। म 1.5 महिनामा जति सक्यो मैले गर्नुपर्छ जसरी भए पनि। कोरियन भाषाको हो। अब मैले ब्लगसँगै कोरियन भाषा पनि पास गर्नु छ साथीहरू। देख्न सक्नुहुन्छ छुदो नेतृत्व संक्षेप नीति। म योभन्दा पहिला पनि वहाँ के अरे लाइसेन्स निकाल्न गएको थिएँ। ट्रायलमा म फेल भएर आएँ साथीहरू। अनि त्यही दिन देखा मसँग मेरो घर चाहिँ लाची देखा ड्राइभर हुनुहुन्थ्यो। हामी चाहिँ कति 5 जना जति थियौँ ट्रायल दिने होला। अनि हामी 5 जनाले चाहिँ परीक्षा दिँदा एउटा पनि पास भएन, सबै फेल भएर आएको। अनि त्यही दिन चाहिँ फर्म भर्नु आएको थियो दाइहरूले। उहाँहरूको हिजो ट्रायल थियो। एउटा दाइ पास हुनुभयो, एउटा दाइ चाहिँ फेल हुनुभयो साथीहरू। अनि मेरो चाहिँ अब खै कहिले पर्छ। मैले पनि फर्म त भरेको छु, थाहा छैन कहिले पर्छ। म मिल्यो भने मैले चाहिँ भ्लगमा हजुरहरूलाई सेयर गर्नेछु म त्यही दिनको। ठिक छ साथीहरू, कुम्बा छुट्टै तुरुन्तै यो चाहिँ म पढ्नतिर व्यस्त भएँ। देख्न सक्नुहुन्छ गाइस, 1 घन्टापछि पानी आइसकेको छ। ल कपडा त पुरै बाल्टीमा धोएर राखेको त त्यसैमा चाहिँ सुक्न थालिसकेको छ गाइस। देख्न सक्नुहुन्छ साथीहरू, मैले चाहिँ कपडा धोएर नि भ्याइसकेँ। हावा मस्त चलिरहेको देख्न सक्नुहुन्छ। मेरो किताब पुरै उडाइदिइरहेको यार हावाले। म चाहिँ बुक लिएर अब फेरि मिनिङ घोक्नेतिर लागेँ है त गाइस। आई होप सबैजनालाई मेरो भिडियो राम्रो लाग्यो होला। लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद। हामी छिट्टै मिल्नेछौँ अर्को ब्लगमा। बाई।